नमस्कार, म कुबेर खत्री। सधैँ जसो आज पनि एउटा गाडीको बारेमा हजुरहरूसँग जानकारी दिन गइरहेको छु। नाइमा अटोसम्म लन्च हुने गाडीमध्ये सबैभन्दा राम्रो, सबैभन्दा महँगो पनि हुन सक्ने गाडी हो। त्यो गाडीको बारेमा आज म जानकारी दिन गइरहेको छु। के तपाईँ पनि गाडी पाराखी हुनुहुन्छ, कार पाराखी हुनुहुन्छ, सोखिन हुनुहुन्छ भने तपाईँहरूको लागि यो भिडियो महत्त्वपूर्ण हुन सक्छ। तपाईँहरूको फ्यामिली ठुलो छ, 5 सिटर कारले पुगेन, 7 सिटर किन्न पर्ने छ, तर बजारमा भने जस्तो राम्रो गाडी आएको छैन भने तपाईँहरूको लागि पनि यो भिडियो इम्पोर्टेन्ट हुनसक्छ। यसपालि नाइमा अटो सोमा आउने गाडीहरूमध्ये यो गाडी हो हुन्डई कम्पनीको आइनिक 9। अब यसमा के छन् त विशेषता, यसमा कति छ त्यसको प्राइस, यो कुरा पनि म भन्ने नै छु। यो भिडियो अन्तिमसम्म हेर्नु होला। सबैभन्दा पहिला हामी कुरा गरौँ मोटर, ब्याट्री, ग्राउन्ड क्लियरेन्स। त्यसै गरी यो गाडीमा मोटर आउने छ 160 किलोवाटको। यसको म्याक्सिमम पावर हुनेछ 218 PS भने म्याक्सिमम टर्क हुनेछ 350 Nm। अटोमेटिक गाडी त इभी हुने नै भइहाल्यो। यसको अर्को महत्त्वपूर्ण कुरा यो रियल व्हील ड्राइभमा हो। रियल व्हील ड्राइभमा भएपछि यसको बेनिफिट मैले तपाईँलाई भन्नै पर्दैन, जुन अस्ति नै मैले भनिसकेँ। त्यसै गरी यसमा 0 to 100 स्पिडको लागि जम्मा यसले लिनेछ 9 सेकेन्ड, 9.4 सेकेन्डमा 0 to 100 को स्पिड। त्यस्तो त हाम्रो काठमाडौँ भ्यालीमा कुदाउने ठाउँ चाहिँ छैन। यदि तपाईँ तराईतिर जानुभयो भने सम्भावना हुन्छ। अब हाम्रो नेपालको बाटोलाई चाहिने मेन भने ग्राउन्ड क्लियरेन्स। यसको ग्राउन्ड क्लियरेन्स रहेको छ 174 mm। यो भनेको राम्रै हो, 174 mm भनेको ठिकै गाडी हो। महँगो गाडीहरू जति ग्राउन्ड क्लियरेन्स कम भयो त्यति लग्जरी हुन्छन्। सस्पेन्सनमा इन्डिपेन्डेन्ट मोल्डिलिङ सिस्टमका छन् भने यो गाडी एकदम राम्रो छ। मैले अहिले भनिहालेँ यो 7 सिटर गाडी हो। यदि तपाईँको फ्यामिलीहरू एउटै गाडीमा घुम्न चाहनुहुन्छ भने तपाईँहरूको लागि यो महत्त्वपूर्ण गाडी हो। यसमा अब इम्पोर्टेन्ट कुरा के आयो भने ब्याट्री प्याक। यसमा कति ब्याट्री प्याक छ भन्नु होला भने 110.3 किलोवाट आवरको भाइ 110.3 भनेको त म्याक्सिमम अहिलेसम्म नेपालमा इभी गाडीमा यतिको हाई क्यापेसिटीको, हाई ब्याट्री भएको, हाई रेन्ज भएको गाडी छैन। त्यसरी यसको डब्लुएलटिपी रेन्ज 620 क्लेम गरेको छ। 600 तपाईँले ढुक्काले पाउनुहुन्छ। ओ माई गॉड, इट्स अमेजिङ। अब म कुरा गर्छु चार्जिङ सिस्टममा। तपाईँहरू लाग्न सक्छ ठुलो गाडीको भएपछि, ठुलो ब्याट्री भएपछि चार्जिङ सिस्टम पनि त अप्ठ्यारो होला भन्ने तपाईँहरूलाई कन्फ्युज लाग्न सक्छ। त्यस्तो समस्या भएन। जति ठुलो गाडी त्यति नै ठुलो किलोवाट पावरको फास्ट चार्जिङ डिसी डाइरेक्ट चार्जिङ एक्सेप्ट गर्छ। त्यसै गरी यसमा 350 किलोवाट आवरको चार्जिङ सपोर्ट गर्छ। 0 to 100 चार्ज हुनको लागि मात्र लाग्छ 24 मिनट। भएन त म्याजिक। त्यसै गरी म अर्को कुरा गर्छु, यसमा होम चार्जिङको कुरा गर्छु म। होम चार्जिङमा तपाईँहरूको 11 किलोवाटको एसी चार्जिङ आउँछ। यसमा 0 to 100 हुनको लागि 11 घन्टा मिनिमम लाग्न सक्छ। डिसी चार्जिङमा मैले भनि नै हालेँ 10 to 80 350 किलोवाटको फास्ट चार्जिङले जम्मा 24 मिनटमा यो फुल चार्ज हुन्छ। चार्जिङ स्ट्यान्डर्डमा सिसिएस दुईटै टाइपवाला छन्। त्यसै गरी म यसमा कुरा गर्छु व्हील टाइप, टायर कति इन्चको छ यो इम्पोर्टेन्ट हुन्छ। जति ठुलो टायर त्यति लग्जरी कम्फर्ट हुन्छ, तपाईँलाई थाहा नै होला। यसमा व्हील साइज रहेको छ 19 इन्चको भनेपछि धेरै राम्रो, विथ येल्लो व्हील त आउने नै भइहाल्यो। अनि यो सेफ्टी रेटिङको कुरा गर्दा यो 5 स्टार सेफ्टी रेटिङ हो। यसमा राउन्डिङ क्यामेरा त भइहाल्छ, एडा सिस्टम भइहाल्यो, 10 वटा एयरब्याग छ, 360 क्यामेरा त अहिले प्राय गाडीमा जोड्न नै पाउँछ। यो गाडीको फोटो हेर्नुभयो भने तपाईँहरूले मन नपर्ने त कुरै हुन्न, तर अलिकति समस्या छ। जसले पाए त्यसले यो गाडी अफोर्ड गर्न सक्दैन, यो चाहिँ समस्या छ।
त्यही भएर मैले सुरुमै भने तपाईँहरू गाडीको सोखिन हुनुहुन्छ, तपाईँको जेब बलियो छ, एकाउन्टमा टन्नै सङ्ख्यामा 1 2 3 9 10वटा 11वटा सङ्ख्या छ भने तपाईँ यो गाडी अफोर्ड गर्न सक्नुहुन्छ। यो गाडी भनेकै तपाईँहरूको लागि हो। यसको प्राइस अहिले अफिसियली लन्च भएको छैन। यसको प्राइस अराउन्ड 150 देखि 2 त्यसको बिट्विनमा हुनसक्छ। मेरो गेस गरेको इन्टरनेसनल प्राइस कन्भर्ट गर्दा मैले गेस गरेको 1.5 करोडदेखि 2 करोडसम्म हुनसक्छ। त्यसैले यो गाडीको लागि तपाईँहरू हेर्न चाहनुहुन्छ भने यसपालिको नाइमा अटो सोमा देख्न पाउनु नै छ। त्यहीँ भेटौँला, त्यहीँ कुरा गरौँला। धन्यवाद। यस्तै नयाँ भिडियोको लागि चाहिँ नयाँ गाडीको जानकारी पाउनको लागि यो कुबेर खत्री फेसबुक पेजलाई फलो, सेयर, कमेन्ट, लाइक जे सक्नुहुन्छ सबै गरिदिनु होला है। धन्यवाद।